तपाईँहरू सबैजनालाई नमस्कार। फेरि पनि म चाहिँ काममा हिँडेको आज है। काममा हिँडेको दुबईको गर्मी यस्तै छ, गर्मी यस्तो छ। आज चाहिँ के भने मेरो स्कुटी चाहिँ पङ्चर भएछ। बिहान जान लागेको थियो, आउँदाखेरिमा पङ्चर भएछ है। अब हिँड्दै जानुपर्छ। यहाँ यस्तो गर्मी छ, गर्मीमा हिँड्दै भए पनि जानै पर्यो, काम हो हैन। यो ठाउँमा हामी काम छ, अब हामी काम छैन भने केही पनि छैन। त्यसैले कामको लागि पनि हामी यसरी हिँडिरहेका छौँ है। हस्ता हजुरहरूको दिन शुभ रहोस्, असलमै होस्, अरू सबैजनालाई शान्ति सुरक्षा होस्, सबैको मनोकामनाहरू पुरा होस् भन्ने यही नै मेरो आशा छ है। तपाईँहरू सबैजनालाई हस् त।